हेलो साथी हो, मोमो खान आइरहेको छु। हामी चाहिँ हो यहाँनिर मोमोको लागि वेट गरिरहेको छु। यहाँनिर चाहिँ फ्राई मोमो चाहिँ आइसकेको थियो हो। अनि मोमो खाएँ मैले चाहिँ 1 बाइट होइन। त्यहाँबाट मलाई अलिक टेस्ट लागेन। मैले चाहिँ फाले मगाइरहेको थिएँ नि त, अनि झोल मोमो मगाइरहेको थिएँ हो। अनि म चाहिँ गालामा हात लाएर बसिरहेको छु हो। त्यहाँबाट फेरि मैले चाहिँ दामी दामी पाउँदो रहेछ। यहाँ चाहिँ नेपालीको रेस्टुरेन्ट रहेछ र त्यहाँनिर खासमा चाहिँ म त्यसै डगीलाई चिकन ल्याउन गएको थिएँ, तर मोमो देखेर मलाई मनले मानेन। अनि हामी चाहिँ त्यहाँनिर फस्यौँ हो। हेर्नु ल मोमोको फोटो देख्नुभयो, यस्तो दामी फ्राई मोमो थियो। अनि त्यसको बादमा फेरि मैले झोल मोमो मगाएँ। यो चाहिँ झोल मोमो हो। अनि मलाई अलिकति नक्कल पार्नु मन लाग्यो। अनि फेरि फ्राई मोमो यस्तो हातमा पक्रेर मैले फोटो लिएँ है। अनि हेर्नु न कस्तो दामी झोल मोमो आइरहेको छ। यो झोल मोमो चाहिँ मलाई नेपालको जस्तै फिल भयो, तर नेपालभन्दा अलिकति उयो थियो। अनि यो फाले पनि थियो हो। फाले चाहिँ हेर्नु न कालिम्पोङमा पाउने फाले जस्तै। अचार चाहिँ यति टेस्टी थियो। अचार र झोल मोमोको लागि चाहिँ अब यति मेरो नानाले चाहिँ झोल मोमो भनिरहेको थियो हो, एक दिन म यहाँ ल्याएर खुवाउँछु भन्ने मलाई फिल भयो क्या। अन्त हेर्नु न यहाँनिर फाले हो। अन्त मैले फालेको र झोल मोमोको फोटो खिचेँ है। अनि तपाईँलाई मैले देखाएँ, यति टेस्टी थियो। तपाईँहरू पनि आएर खानु सक्नुहुन्छ यहाँनिर होइन। यो चाहिँ शिव मन्दिरमा हो। यस्तो दामी फाले पाउँदो रहेछ। मैले सोचेको थिइनँ त्यो सानो चेपको दोकानमा चाहिँ अब यस्तो मिठो टेस्टी पाउँदो रहेछ नेपाली मोमो फाले होइन। झोल मोमो यति साह्रो टेस्टी हो, यति साह्रो टेस्टी। मलाई त अब झोल मोमो त नि यति मिठो लाग्यो। तर यसमा चाहिँ के भयो भन्दाखेरि चाहिँ अलिकति उयो भए चाहिँ अमिलो अमिलो अलिअलि हालेको भए चाहिँ दामी हुन्थ्यो। र फ्राई मोमो पनि नट ब्याड है, यस्तो टेस्टी थियो। ओके गाइज, आजको भिडियो यति नै हो। बाई बाई।